तपाईँ एकजना कृष्ण भक्त। हरे कृष्ण। दण्डवत। हरे कृष्ण। दण्डवत प्रणाम। जस्तो इस्कनमा लाग्नु भएको कति समय भयो? मैले वास्तवमा इस्कनमा लागेको 2072 को भूकम्पपछि म चाहिँ इस्कनमा लागेको हो 2073 सालदेखि। त्योभन्दा अगाडि तपाईँ कुन धर्ममा हुनुहुन्थ्यो? त्योभन्दा अगाडि मेरो बुवा चाहिँ परम वैष्णव हुनुहुन्थ्यो, रामको भक्त हुनुहुन्थ्यो र हामी विशेष गरी अयोध्यामा गइरहेको थियौं पहिला र पहिलादेखि नै हामी सनातनी मान्दै आएका हौं। जस्तो पहिलाको र अहिलेको तपाईँको आचरणमा भन्नाले जस्तो वैदिक एउटा परम्परा हुन्छ नि जुन हाम्रो संस्कृति हो, पहिला त्यो संस्कृति केही फेरिया छ? कुनै चिज तपाईँले पहिला गर्नुहुन्थ्यो अहिले त्याग्नुभयो त्यस्तो चिज केही छ? होइन, यस्तो छ। हाम्रो अन्तर्राष्ट्रिय कृष्ण भावना मित इस्कन भनेर जुन चिन्ने यो संस्था छ, यो संस्था शुद्ध भगवान श्री कृष्णको भक्ति सिकाउने हो र यो सनातनमा यो जुन भक्तिको कुरा छ यसमा चाहिँ केही त्याग्नु पर्दैन। केही त्याग्नु पर्दैन? केही त्याग्नु पर्दैन, जोड्ने हो। यसमा झन् जोड्छौं। त्याग्नु भनेको खराब चिजलाई त्याग्ने हो, राम्रो चिजलाई जोड्ने हो। जस्तो अरू भगवानको पूजा पाठ गरिन्छ कि गरिँदैन भन्ने कुरा, जस्तो मैले हिजोको दिनमा गणेश पुज्नुहुन्थ्यो होला, देवी पुज्नुहुन्थ्यो होला। यो जुन कुरा गर्नुभयो भगवान, पहिला भगवानको मिनिङ के हो त्यो बुझ्नुपर्छ। यसमा चाहिँ प्रासद ऋषि मुनिले भगवानको बारेमा व्याख्या गर्नुभएको छ। शास्त्रहरूमा प्रासद ऋषि मुनिले के भन्नुहुन्छ भने जसमा सम्पूर्ण बल हुन्छ, जसमा सम्पूर्ण धन हुन्छ, जसमा सम्पूर्ण त्याग हुन्छ, जसमा सम्पूर्ण सौन्दर्य हुन्छ, जसमा सम्पूर्ण यश हुन्छ, जसमा सम्पूर्ण शक्ति हुन्छ, त्यसलाई नै भगवान भनिएको छ। अझ यो सम्पूर्ण शक्ति चाहिँ भगवान श्री कृष्ण छ, भगवान राममा छ र भगवान विष्णुमा छ र उहाँ नै कृष्ण अस्तु स्वयं भगवान। कृष्ण र विष्णु र राम नै भगवान हुन् र बाँकी उहाँका सहयोगीहरू हुन् र हामी सबैले रिस्पेक्ट गर्छौं, चाहे त्यो जुन पनि देवी देवताहरू हुन्। गणेशलाई पनि हामी चाहिँ मान्छौं र चाहिँ शिवजीलाई पनि मान्छौं। यसमा हामी कुनै पनि विभेद गर्दैनौं र हामी चाहिँ शिवजीलाई मान्नुस् त्यसलाई नमान्नुस् भनेर भन्दैनौं। होइन, किन भन्दैनौं भन्दा जस्तै तर चाहिँ हामी भगवान शिव पनि भन्छौं, भगवान बुद्ध पनि भन्छौं र भगवान कृष्ण पनि भन्छौं। तर चाहिँ जस्तै चाहिँ एउटा 100 इक्जाम्पल दिन सक्छु म। जस्तै एउटा ट्याक्सी छ, तपाईँ यहाँ बसिराख्नु भएको छ, तपाईँले एउटा हाम्रो यहाँ अहिले त म पसलमा छु, अब मलाई ट्याक्सीको नाम थाहा छैन, मैले ट्याक्सी भनेर बोलाउँछु। तर त्यो ट्याक्सीवालाको नाम थाहा छैन नि मलाई, र उसलाई मैले ट्याक्सी भनेर बोलाउँदाखेरि त्यो ट्याक्सीवाला त्यहाँ कहाँ आउँछ, तर त्यो ट्याक्सी उसको नाम होइन नि, ट्याक्सी उसको नाम होइन नि, ट्याक्सी त उसलाई सधैँ हामी ट्याक्सी भन्न सक्दैनौँ। त्यस्तै हामी चाहिँ कथम कदाचित गणेशजीलाई पनि भगवान भनेर सम्बोधन गरिदिन्छौँ, शिवजीलाई पनि कथम कदाचित भगवान भनेर सम्बोधन गरिदिन्छौँ, ऋषिहरूलाई, मुनिहरूलाई र भगवानको भक्तहरूलाई पनि भगवान भनेर सम्बोधन गर्छौँ। त उहाँ भक्तहरूलाई भगवान भनेको उहाँहरूलाई मन पर्दैन। एकचोटि भन्छौँ, दुईचोटि भन्छौँ, त जब हामी कृष्णलाई, विष्णुलाई, रामलाई चाहिँ बुझिसक्छौँ नि, त हामीले उहाँहरूलाई एउटा सेवक, एउटा दास, एउटा चाहिँ भगवानको प्रचारक भनेर हामी उहाँलाई मान्यो भने उहाँ चाहिँ झन् प्रसन्न हुन्छ। जस्तो कसैले के जिज्ञासा राख्छन् भन्दा यो इस्कन चाहिँ अमेरिकामा दर्ता भएको सही हो। अमेरिकनहरूले चाहिँ यहाँको धर्म नाश गर्नको लागि इस्कन पठाएको होइन, यो भन्ने आरोप लगाउँछन्। यसलाई के भन्नु? यो सञ्जु सर, यो सरासर गलत हो। यो सरासर गलत हो। यो चाहिँ वास्तवमा तपाईँ आउनुहोस्। हाम्रो शिला प्रभुपाद एउटा अन्तर्राष्ट्रिय कृष्ण भावना मित संघमा शिला प्रभुपादले एउटा चाहिँ कुरा लेख्नु भएको छ, हरे कृष्ण चुनौती भन्ने पुस्तक। त्यसमा चाहिँ धर्मनिरपेक्षको बारेमा बोल्नु भएको छ। यदि कसैले शंका छ भने तपाईहरू चाहिँ हाम्रो इस्कनमा आउनुहोस्, सबै कुरा बुझ्नुहोस् र त्यसपछि तपाईँले पूर्ण तरिकाले जवाब पाउनुहुन्छ। अब मैले बोल्दाखेरि तपाईँ गलत पनि बोल्न सक्छु, किन भन्दा मैले चाहिँ एउटा पक्ष लिए भनेर। त आउनुहोस्, तपाईँहरूलाई स्वागत छ। कोही पनि कुनै पनि त्यहाँ आउनुहोस्। पशुपतिनाथमा नै पुस्तक बाँड्ने क्रममा एउटा झडप भएको दृश्य म तपाईँलाई सम्झाउन चाहन्छु। त्यो दृश्य जस्तो त्यहाँ भनेका कुराहरू बारे तपाईँ के भन्न चाहनुहुन्छ? वास्तवमा जुन झडप हो नि, त्यो बेवकुफहरूले झडप गरेका हुन्। त्यो किन भन्दा अबुझहरूले गरेका हुन्, महामूर्खहरूले गरेका हुन्। जसलाई सनातन धर्मको बारेमा ज्ञान छैन, त्यसले यो भागवत गीतालाई क्रिश्चियनको पुस्तक हो भनेर भन्छ, त्यो महामूर्ख हो, त्यो बेवकुफ हो। त्यो मान्छे सनातनी हुनै सक्दैन र सनातनी हुनलाई पहिला के त्यसको तत्वहरू छ त्यो बुझ्नुपर्छ। त्यसैले गर्दा भागवत गीतालाई जसले क्रिश्चियनको पुस्तक भन्छ भने त्यसलाई तपाईँले कसरी सनातन भन्न सक्नुहुन्छ? यसमा तपाईँहरूले यसुको एक्जाम्पल राख्नु भएको छ।
त्यसैलाई आधार मानेर यसलाई क्रिस्चियनको होइन यस्तो छ कि सर जस्तै चाहिँ तपाईँको के हुन्छ भने हामी कुनै पनि कार्य गर्दाखेरि हामीले उदाहरणहरू दिँदाखेरि हामी सबैको दिन सक्छौँ बुद्धको शिला प्रभुपाद हाम्रो गुरु महाराजले शिला प्रभुपादको इक्जाम्पलहरू के अरे लुम्बे भगवान बुद्धको इक्जाम्पलहरू दिनुभएको छ मोहम्मदको इक्जाम्पलहरू पनि दिन सकिन्छ जिससको पनि इक्जाम्पलहरू दिन सकिन्छ त यो राख्दैमा चाहिँ जिससको प्रचार भयो मोहम्मदको प्रचार भयो बुद्धको प्रचार भयो त्यो होइन हामी चाहिँ शुद्ध कृष्णको प्रचारक हौं विष्णुको प्रचारक हौं हरिको प्रचारक हौं हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे हामी सबैले रिस्पेक्ट गर्नुपर्छ सबैको रिस्पेक्ट गर्छौं तर हाम्रो मेन अभियान भनेको सनातन धर्मको चाहिँ पहिचान अगाडि गर्नुपर्छ र सनातन धर्म भनेको सबैको खम्बा हो जसरी एउटा घर बनाउँदाखेरि एउटा 4वटा पिलर चाहिन्छ त्यो पिलरको खम्बा भनेको नै सनातन हो कृष्ण कन्सियसनेस हो यो खम्बालाई हामी मजबुत गरेनौं भने यो संसारमा कुनै पनि चाहिँ धर्म बाँकी रहन्न सबै धर्मको विनाश हुन्छ जस्तो तपाईलाई किन लाग्छ के लाग्छ तपाईहरुलाई किन यसरी खण्डन आइरहन्छ विभिन्न किसिमका आरोपहरू सञ्जालमा पनि देखिन्छ यस्तो छ जब चाहिँ तपाईको आज चाहिँ भगवान श्री कृष्ण त्यो बेला आउनु भएको थियो राम आउनु भएको थियो त्यो बेला पनि चाहिँ उहाँहरूलाई पनि दोष लगाउने मान्छेहरू हुन्छन् र हाम्रो गौरङ्ग महाप्रभु चैतन्य महाप्रभुले हामीलाई एउटा शिक्षा दिनुभएको छ कि जहाँ देखो तहाँ कहो कृष्ण उपदेश हामी चाहिँ जहाँ मान्छेलाई भेट्छौं जहाँ कुरा गर्छौं त्यो हामी कृष्ण विष्णु रामकै बारेमा कुरा गरिरहेछौं हरिको बारेमा शिवजीको बारेमा कुरा गर्छौं तर चाहिँ जुन आरोप छ नि त्यो आरोप लगाउने मान्छेहरूले लगाउँदै गर्छन् हामी त्यो आरोपको पछि लाग्दैनौं र जस्तै एउटा चाहिँ हात्ती हिँड्दै गर्छ कुकुर भुक्दै गर्छ हाम्रो मेन लक्ष्य भनेको सनातनको प्रचार हो हामी भगवान विष्णुको प्रचार हो हरिको प्रचार हो यो चाहिँ हामी प्रचार विश्वभरिमा किन भन्दा गौरङ्ग महाप्रभुको ठाडो आदेश छ र उपदेश पनि छ कि चाहिँ हामी यो महाहरि नाम संकीर्तन आन्दोलनलाई यो संसारभरि यो नेपालमा नभएर संसारभरि गाउँ गाउँमा टोल टोलमा शहर शहरमा हर एक ठाउँमा पुर्याउनु पर्छ भने गौरङ्ग महाप्रभु स्वयं घोषणा गर्नु भएको छ र हामी उहाँको अनुयायी हौं यो कारणले गर्दा हामीले चाहिँ यो प्रचार प्रसार हाम्रो रोकिँदैन हामी संसारभरि यो प्रचार गर्छौं तपाई एकजना व्यापारी जस्तो तपाईको पसलमा यत्रा धेरै मालाहरू हैन देखेको पनि छ यहाँ तपाईले पनि देख्न सक्नुहुन्छ हेर्नुस् धेरै मालाहरू तपाईलाई पनि चाहिन्छ रुद्राक्षको मालाहरू अथवा यस्तै केही चाहिन्छ भने यहाँ ठमेलमा उहाँलाई सम्पर्क गरेर म उहाँको सम्पर्क नम्बर पनि उपलब्ध गराउँछु आउन सक्नुहुन्छ म तपाईलाई प्रश्न के गर्न खोजेको भन्दा जस्तो तपाई एकजना व्यापारीलाई धनसँग मात्रै र व्यापारसँग मात्रै उसको ध्येय हुन्छ नि तर तपाईलाई कहाँबाट यो भक्तिको कुरा लाग्यो व्यापारीले पनि वास्तवमा मैले चाहिँ यो पहिलो भेट मेरो रूपेश्वर श्रेष्ठ रूपेश्वर गौर प्रभुजीको मैले 7 डेज कोर्स लिए र त्यो संयोग बस मैले चाहिँ त्यो कोर्स चाहिँ ठमेलमै हुन गयो र ठमेलमा मैले 7 दिन लगाएर मैले 7 डेज कोर्स लिएपछि मेरो आँखाबाट धरी आँसु आयो र मैले सोचे यो मैले जीवन जति पनि मैले यो पढे मैले वास्तवमा कृष्ण कलेजमा पहिला पढे अरू पनि अस्कलमा पनि पढे डिफ्रेन्ट कलेजहरू सरस्वतीमा पनि पढे डिफ्रेन्ट कलेजहरूमा पढे तर त्यो जुन त्यो मैले त्यो ज्ञान पाएँ त्यो ज्ञानबाट पदार्थ र आत्माको बारेमा बुझेँ र त्यहाँबाट मैले चाहिँ मेरो जीवनलाई परिवर्तन गर्नुपर्छ अब यो तरिकाले मैले बाँच्ने होइन हामी जीवन पक्कै परिवर्तन गर्नुपर्छ र गुरुहरूको कृपाले साधुहरूको संगले शास्त्रहरूको अध्ययनले मैले यहाँसम्म आइपुगेको छु तपाईको जीवनमा कस्तो परिवर्तन पाउनु भएको छ हिजोको दिन यहाँ आउनुभन्दा अगाडि र आजको दिनमा जीवनमा कस्तो परिवर्तन पाउनु धेरै परिवर्तनहरू भएको छ पहिलामा वास्तवमा पहिलाकोमा चण्डाल हो भन्नुहुन्छ भने किन भन्दा पहिलामा दारू खान्थे सिगरेट खान्थे र चाहिँ ठमेलकोमा मान्छे हुँदा जुगुडी नै थिए तर त्यो अहिलेमा दारू पनि खाँदैन सिगरेट पनि खाँदैन कुनै किसिमको मांसाहार पनि गर्दैन तपाईको आचरणमा धेरै परिवर्तन भएको छ तपाईको विचारमा पनि भएको छ यदि चाहिँ त्यो जैसा खाए अन्न वैसा होए मन तपाईले अचेल कति माला के जप गर्नुहुन्छ कति माला अब चाहिँ यो हाम्रो अन्तर्राष्ट्रिय कृष्ण भावनामृत इस्कनको जुन फिलोसफी छ शिला प्रभुपादको यो एउटा अंग नै हो शरीर नै हो उहाँले हामीलाई एउटा फर्मुला दिनुभएको छ कि चाहिँ हामीले यो संस्थामा जोडिसकेपछि यसमा हामी दीक्षा लिने एउटा प्रोग्राम हुन्छ त्यो दीक्षा मैले लिइसके मेरो दीक्षित नाम श्याम सुन्दर दास हो
र म अहिले 5 वर्ष अगाडि मैले दीक्षा लिएँ र म मात्रै होइन, मेरो श्रीमती पनि दीक्षा लिएको हो, मेरो छोराहरू पनि चाहिँ भक्ति लाइनमै छन्, म मात्रै होइन। र यो यो निरन्तरता मैले यसरी दिइराखेको छु। र यसमा चाहिँ पहिलो कुरा के छ भने यसमा हामीले मांसाहार गर्नु हुँदैन, पहिलो यसको छ। दोस्रोमा के छ भने व्यभिचार गर्न पाउँदैन, अनि त्यसपछि मदिराहरू खान पाउँदैन, नशा पदार्थहरू खाउँदैन, यहाँसम्म कि हामी लहसुन प्याज पनि को प्रयोग गर्दैनौँ। अहिले के भन्छन् मान्छेहरू यो मार्केटमा कि लहसुन प्याज नखाएपछि यो रोग लाग्छ, त्यो रोग लाग्छ, यो हुन्छ, त्यो सरासर गलत हो। लहसुन प्याज खानु भनेको रजोगुण हो, त्यो सात्विक मान्छेले खायो भने त्यसको आध्यात्मिक ज्ञान प्रोग्रेसमा बाधा उत्पन्न गर्छ। यसमा ध्यान जप पनि गर्नुपर्छ। ध्यान जप भन्नाले हाम्रो मेन नियम हो, डेली रेगुलर बेसिसमा हामीले 16 माला चाहिँ प्रोमाइज गरेका हुन्छौँ। 16 माला जुन दिन हाम्रो गुरुको आदेश छ, 16 माला जुन दिन तिमीहरू गर्दैनौ त्यो दिन तिमीहरू खाना पनि नखाऊ, प्रसाद पनि नखाऊ। त चाहिँ हामीले चाहिँ अब उहाँको आदेश, किन भन्दा त्यो चाहिँ हामी 16 माला गर्नै पर्छ। हाम्रो 16 माला भनेको कसको लागि? हामी किन भन्दा हामी भगवानको दास हौँ, हामी भगवानको नोकर हो। जस्तो कुनै चाहिँ ठाउँमा एउटा मान्छेले जागिर गर्छ र त्यहाँ जागिर गरिसकेपछि त्यो त्यहाँ ठाउँमा गएन भने त्यो उसको तलब पाउँदैन। त्यस्तै मैले यदि चाहिँ हामी इमान्दारिता र अनेस्टी छ भने हामीले भगवानको सेवक भइसक्यो, भगवानको दास भइसकेपछि श्याम सुन्दर दास मेरो नाम। अब मैले दास बन्ने त मैले जुन गुरुको आदेश छ, भगवान गौरंग महाप्रभुको आदेश छ, शास्त्रको आदेश छ, साधुहरूको आदेश छ, त्यो गरेन भने त्यो सरासर मैले चिटिङ गर्छु र पाखण्डी कहलाउँछु। के सन्देश दिन चाहनुहुन्छ? ल भन्नुहोस्, आम नेपालीलाई, सबैले जसले पनि यो भिडियो हेर्नुहुन्छ उहाँहरूलाई। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी र सम्पूर्ण चाहिँ पदमा रहेका वरिष्ठ नेताहरू सबैलाई मैले के चाहन चाहन्छु भने मैले चाहिँ एउटा यहाँ चाहिँ 10वटा बुँदा लेखेर राखेको छु र यो 10वटा बुँदालाई मैले चाहिँ यहाँ पहिलो नम्बर यो बुँदालाई मैले पढेर सुनाउन चाहन्छु। यो बुँदालाई हेरिदिनुहोस्। मैले एउटा यो फेसबुक सबै ठाउँमा राखेको छु भने देशमा यी 10 बुँदाको संकल्प लिने जो कोहीलाई मेरो समर्थन र मतदान, यो कुनै पार्टीको विचार होइन, सबैको हित गर्ने परम सत्यवादी हो। गम्भीर भएर अध्ययन गर्नुहोस्। सरल र समाजको कल्याणकारी छ। शान्तिको सुगन्ध, यो नै राष्ट्रता हो, यो नै देश प्रेम हो। बाँकी कुरा यसैभित्र छ। कसैले मन परेको छैन भने आउनुहोस्, तर छलफल गर्न तयार छौं। पहिलो के छ? पहिलो बुँदामा के देशलाई कृष्ण भावना भवित बनाउन कडा कदम चाल्नुपर्छ। अब यसको बारेमा कडा कदम भनेको हामीले कसैले पिट्ने गाली गर्ने त्यो होइन। कडा कदम भनेको भने हामी हरि नाम संकीर्तन महाअभियानलाई अझै जोड तोडको साथ अगाडि बढाउनुपर्छ। हामीले सबैले प्रेम गर्नुपर्छ, हामीले सबैलाई वितरण प्रसाद खुवाउनुपर्छ। यो हाम्रो उद्देश्य हो। कडा कदम गरेको भनेको कसैले गएर हान्ने पिट्ने त्यो उद्देश्य होइन। अनि दोस्रोमा के छ भने भगवान बुद्धको अवतरण जन्मस्थान लुम्बिनीलाई काठमार मदिरा बेचबिखन निरुत्साहित गर्ने योजना बनाएर मदिरा रहित काठमार रहित घोषणा गर्नुपर्छ। तेस्रो, भागवत भक्तहरूको लागि सरकारी गाडी निशुल्क गराउने बजेट व्यवस्थापन गर्नुपर्छ। यसमा पनि हामी यो बुँदामा पनि बहस गर्न सक्छौँ। अनि इन्डियासँगको रोटी बेटीको जुन सम्बन्ध बलियो बनाउने सूत्रहरूको सोधखोज गर्ने, नेपालको शिक्षा प्रणाली पुरै आध्यात्मिक बनाउने गुरुकुलको योजना विस्तार गर्नुपर्छ। अनि सड़कको विस्तारमा जोड़ दिने, हरेक नागरिकसँग 500 रुपियाँ उठाएर सड़कलाई विशेष किसिमको बनाउने, विदेशको प्रोजेक्टलाई नेपालमा ल्याउने, तिनीहरूको जडीबुटीसँग पहुँच बढ़ाउनुपर्छ। र कृषकहरूको लागि विशेष किसिम योजना दिने, उनीहरूले राष्ट्रिय स्तरको पुरस्कार दिई कृषिलाई प्रोत्साहित गर्नुपर्छ, वैश्विक अवधारणा ल्याउनुपर्छ। अनि त्यसपछि नेपालको सम्पूर्ण वडामा कृष्ण भावना भवित समाजको निर्माण गर्ने युग धर्मको सिद्धान्तलाई प्राथमिकता दिनुपर्छ। नागरिकको स्वास्थ्यको विशेष ख्याल राख्ने शास्त्रमा बताइएको औषधिलाई सबैको पहुँचमा ल्याउनुपर्छ, जनचेतना स्तरमा कार्य गर्नुपर्छ। समाजमा सबै धर्मको महत्व दिने र नास्तिकहरूलाई भगवानको विरोधीहरूलाई देश निकाला गर्नुपर्छ। समाजबाट बहिष्कृत गर्ने सनातन धर्मलाई केन्द्र बिन्दुमा रहेर हरेक नागरिकको समस्याको समाधान खोज्नुपर्छ। सुरक्षा निकायमा रहेका प्रशासनको संख्या घटाउनुपर्छ, कर्मचारीको संख्या कम गर्नुपर्छ, सबै नागरिकलाई व्यवसायमुखी बनाउने, कम परिश्रममा धेरै कमाउने योजना ल्याउनुपर्छ, नागरिकलाई उपलब्ध गराउनु पर्ने सबै सुविधा जिम्मेवार भएर दिनुपर्छ। हरे कृष्ण। एकदमै यो मेरो एकदम यो बुँदा मैले राति 4 बजे मेरो मनमा आएको यो बुँदा हो। मैले यो बुँदा लेखेर राखेर यो बुँदामा यदि चाहिँ कसैले चाहिँ आफ्नो विचार राख्छ अथवा यो बुँदालाई लिएर हिँड्छ भने यो मेरो बुँदा होइन, यो भगवान, यो एउटा सनातन बुँदा हो। यो चाहिँ सबै हित कल्याणकारी बुँदा हो, जगत कल्याणकारी बुँदा हो। किनभने नेपाल भनेको हाम्रो सनातन मुलुक हो र यहाँको हरेक जीवात्माहरू ऋषि मुनिका सन्तान हुन्। उनीहरूको सबै यहाँ हामीले सबैमा प्रेम भाव छ, सबैमा सद्भाव छ। सबैको यहाँको यो देशको नागरिक भन्दा कुनै पनि देशको नागरिक नेपाल जस्तो नागरिक छैनन्। यहाँ तुरुन्तै भावनामा बग्ने चाहिँ यहाँ
यहाँ चाहिँ यहाँ मान्छेहरू छन्, यहाँको मान्छेलाई, यहाँ हामी नेपालीहरू सधैँ चाहिँ अरूलाई हामीले सेवाको भाव हुन्छ। त्यसैले यो नेपाललाई नै विश्वको गुरु बनाउने हामी अभियानमा यो नियमलाई कडा कदम चाल्नुपर्छ। धेरै धेरै धन्यवाद छ तपाईँलाई, यो समय यो वचन तपाईँले जे दिनुभयो त्यसको लागि। अन्तिममा म के भन्न चाहन्छु भने सम्पूर्ण सबैलाई नमस्कार, हरे कृष्ण। र अन्तिममा के छ भने यो नेपालमा चाहिँ के छ भने एउटा उखान भनिएको छ कि चाहिँ के भनिएको छ भने सुनको कटौरामा चाहिँ भिख माग्नु। त्यसैले हामीसँग सुनको कचौरा छ, त्यो सुनको कचौरामा हामीले कसैसँग भिख माग्नुपर्ने आवश्यकता छैन। हामी यो देशलाई, हाम्रो देश धनी छ, हाम्रो देश शक्तिशाली छ, हाम्रो देशका जनताहरू पनि शक्तिशाली छन्। तर कहीं यो कलियुगको प्रभावले गर्दा, यो समयको प्रभावले गर्दा हामी चाहिँ अलि दुखी भइराखेका छौं। यो कलियुगलाई पराजय गर्नको लागि महाहरिनाम संकीर्तन अभियानलाई अगाडि बढाउनुपर्छ।